यो चाहिँ मह प्रोसेसिङ है साथी हो। मौरीबाट मौरी छुट्याउने फेरि चाहियो त अर्कोचोटि मौरी मौरीको छात ल्याएर मान्छे मानव जाति बुढोले भन्नुहुन्छ यो मेरो बुढोले भन्नुहुन्छ मेहनतको लागि मौरी पाल्ने घरिघरि यसरी फल पनि खानु पाइन्छ। अब फेरि मौरीको ढुँड टाल्ने अब कति महिनापछि 4 महिनापछि 3 महिना हेर्नु है म यो सबै मही म हातैले ल अर्ग्यानिक तरिकाले कटाइ पनि काट पनि म लोबरको पनि हेर्ने हैन लोबरको ढुँडको पारो साथी खोल्नु है त त्यो अत्याचारै भयो त म गरौँ छ त हो क्या खुसी लाग्यो ल म पालन गरौँ मौरी पालन गरौँ है साथी हो। यसरी एउटा ढुँडबाट 5 केजी आयो भने 1400-1500 पर्छ। ल सुरु गरे खै 4-5 केजी आयो भने त थुप्रै पाउने रहेछ त भात खानुकोलाई समस्या नहुने रहेछ। म पालन गरौँ यो हाम्रो ताफै आएको यो चक्कु खोइ त अब तिमीले न अगाडि दिएको चक्कु त्यही त मैले बाहिर राखेको यहाँ छ अनि ढुँड भित्रमै छोडे कि क्या हो ढुँड भित्र छैन मैले हेरेको हेरे ढुँड भित्र बाबा छोडे छैन मैले हेरेको चक्कु त्यहाँ छ यहाँ भित्र हेरेको त मैले यहाँ रहेछ भुइँमा भेटेँ ल अपरेसन गर्दाखेरि डाक्टरले भित्रै छुरीहरू के जातिहरू छोडेको जस्तो कथा छ होला है फेरि जेठा भाइ यस्तो हुँदैन सुन्नु दिदी यता हेर्नु त यसको पालो ल साथी हो अब यो अर्को चाहिँ ढुँडको पालो योसँग तेस्रो ढुँड हेर्नु म कस्तो हुन्छ ल इ हातभरि म चाहिँ नबरको थाल पनि लिएर आउनु भएन अर्को थाल नाङ्लो लिएर आउनु थाल हैन के रे नाङ्लो आरी ल्याउनु आरी थाल नाङ्लो के छ हामीसँग ठुलो चिज त छ खोले है खोल्दै छ मेरो भाइ मर्नु भएन नि त फेरि हाम्रो बाउ कुरै बुझ्दैन त्यसो भन्छ बुवालाई आफूलाई जन्म दिने बुवालाई बताइदियो त अनि बाउले मैले किनेको सिनाटी एउटा हिजो ढुँडै किनेको छु त भनेको आगोमा ल यो पनि अब खोल्दैछ है त्यो पापान्छेमा हामी दुईजनाले किनेको कि यो पनि ट्याप पाइन्छ बिस्तारै चेक न बिस्तारै बिस्तारै कोट्याएर चेक न यो पनि ट्याप पाइ खै हामीले त मौरीले चिल्छ भन्छ मेरो जेठा भाइले त मौरीले पनि चिल्दैन रहेछ किन चिल्दैन चिल्छ नि हो अघि एउटा दिसको मलाई यो के हो यो पनि जन्मिँदाखेरिकै जो यो पनि भोरी छ है यो पनि ट्याप्पै नै देखियो साथी हो बिस्तारै गर्नु यो पनि भोरी छ है त्यसको पनि त ट्याप्पै तैँले बिर्को लगाएको छ यस्तो बिर्को छ हो त्यस्तो त्यो अहिले गोबरे टाल्नु त्यो बिर्को ट्याप्पै भएको हुनाले गर्दा बिस्तारै छर्छर म झिक्दिन्छु यो सिल्नु त यसलाई चिन्दैन रहेछ यहाँ मेरो मुनि खुट्टा मुनि छिरिसकेको छ अनि साउनमा पो हेर्नु अरे के को साउन आज असार कति गते आज 7 गते होला अनि त्यतिखेर हेरेको ठिक्क भयो पक्नु है बिस्तारै बिस्तारै ओरतिरपट्टिको पनि हो त्यहाँ सुन कोट्या नि त्यो पनि अर्को यो भुइँफुटो हम्बाराको कि यो भुइँफुटोको हम्बाराको हङ्सले थाहा पाउँछ कहाँ के छ भनेर साथी हामी त दैवी गुण भएको हो नि त 8 परे जातिमा भुइँफुटो हम्बाराक भनेको अगाडि जोखाना उता दुम्सीले जोखाना हेर्छ अरे कहाँ खानेकुरा खानु पाउँछ भनेर पुच्छर होला र त्यस्तै हो हाम्रो यहाँ कति यतापट्टि पनि गर हिजोदेखिको यसले मौरी काट्ने कि मौरी काट्ने भन्दै थियो हिजोसम्म हाम्रो आज मौरी आज बिहान आएर यस्तो पो छ सोल्टी हाम्रो त सोल्टी साथी सोल्टी यसले सोल्टी भन्छ हार्ड बेगरको जिब्रो लटपटी हो के हो यो गराउन म हेर्ने के हो यो खर्च मेरो भाइ त खै कति साह्रो खुसी भयो भने यसले अघि नै थाहा पायो क्या यसको त्यो आत्मैले थाहा पाउँछ म यहाँ चाहिँ हेर्नु यता आइज त आत्मैले थाहा पाउँछ है कुन चाहिँ यो बिचको काट्दिउँ कहाँ सजिलो हुन्छ त्यहाँदेखि काट है के गर्नु यहाँ आइज त के लेख्यो जान्छ भाइकोमा जा के भयो बिस्तारै माथि काट्न कसरी थाहा पाउँछ त म त नि यो त नि बिस्तारै फुकेर ल यस्तो त नि आइज त्यहाँ बिस्तारै काट उल्टो काट्दैछ अनि छुरीमा चाहिँ उल्टो छ
आमामामा यो त भोलि टोक्छ बाबु त्यसरी लगाएर के सबै त्यसले चलेको दुम यहाँ मुनि मेरो जिउमा छिरिरहेछ ल ल लो हट यो यत्रो त कहिले पनि देखेको छैन मैले बिहान आमा लु यो त पहिलोचोटि देख्यौँ कत्रो म आमा ल नातेको बेलामा मात्रै भनेको त होइन रहेछ यस्तो पनि हुँदो रहेछ आम्मामा म छ त किन प्रोसेसिङ यो चाहिँ लु मोह प्रोसेसिङ काटी पनि यहाँ आधी दिएछ आधी आउँदैछ है फेरि आधी आउँदैछ ए हजुर यहाँ आधी बच्चाहरू त नजिकै होइन यो एउटा पाना चाहिँ छोडिदिउँ होइन मेन माथि चक्कुले यसो भित्तामा माथि चाहिँ गएर न खेरेर हातले तिमी चाहिँ यसो चक्कुले माथि नै ल ल हातले यो चाहिँ छोडिदिउँ होइन यो एउटा चाहिँ भागिदिउँ म चाहिँ झिकन यो एउटा भागिदिउँ आज महको भिडियो आयो आज साथीहरू म है म रहेछ हौ ल मेरो भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला हस् राम्रो छ है फुपूको भिडियो धन्यवाद।